हेलो बुवा नमस्कार सन्चै हुनुहुन्छ हजुरको छाता च्याते छ त अनि है यस्तो भएको छ हेर्नु त ओहो सुन न यो छाता एकछिन राखिदिनु ल आज मैले तपाईँलाई नयाँ छाता दिन खोजिरहेको छु ल छाता खोल्नु त यसलाई आज मेरो सुन्नु न फेसबुकमा 7 लाख फलोवर्स कम्प्लिट भएको उपलक्ष्यमा मैले तपाईँलाई छाता दिएको छु अब अरू आमाहरूलाई साडीहरू दिन्छु अनेक अनेक उपहार दिन्छु है व्यापार कतिको हुन्छ दिनमा अलिअलि हुन्छ घर खर्च हुन्छ के हुँदैन ल छाता राम्रोसँग ओढ्नु होला है उपहार दिएको तपाईँको छोरा जस्तोले ओढिरहनु यो अब मैले तपाईँले यो पुरानो छाता बोकेर देख्नु भएन मैले दिएको छाता बोकेर बस्नु पर्यो भोलि होइन अहिलेबाट हटाउनु पर्यो अहिले यो छाता ओढ्नु घाम लागिरहेको छ होइन तपाईँलाई म यो छाता ओढेको देख्नु भएन है ठिक छ नि अरू सबै घर कता हजुरको घर त हाम्रो उता पूर्वतिर सर्लाईतिर ए म तपाईँको गाउँ गएको थिएँ नि सर्लाईमा नि हाम्रो बर्फ मण्डली भित्र जानुपर्छ हो त्यहाँ गएको थिएँ म गगन थापाको चुनाव भएको ठाउँमा तपाईँको एरिया हो नि त्यो चुनाव हाल्नुभयो भोट हाल्नुभयो नि होइन ल कसलाई हाल्नुभयो भन्नु परेन अब त्यसैले हाल्यो ए अमरेश कुमारलाई हाल्नुभयो अमरेश कुमारसँग नि मैले भेटेको थिएँ भिडियो बनाएको थिएँ उहाँसँग नि अहिले मन्त्री हुनुभएको छ तपाईँको बालबच्चा कतिजना छन् बालबच्चा त छ चारवटा छ कहाँ छ यो कोठामा ए कोठामा बसेर पढाउनुहुन्छ अन्त कति बाटोमा बसेर व्यापार गर्नुभएको छ म 2-3 दिनबाट देखिरहेको थिएँ कि तपाईँ बाटोमा बसिरहनु भएको थियो छाता पनि च्यातिएको छ पानी पऱ्यो भने तपाईँ भिज्नुहुन्छ ल मैले दिएको छु मेरो नाम राजन आरपी भ्लग भनी च्यानलमा भिडियो हाल्छु यो भिडियोमा हालिदिन्छु अब मैले केक काटेर पैसा खर्च गर्नुभन्दा तपाईँलाई दिँदाखेरि तपाईँ पनि खुसी अनि म पनि खुसी र मेरो भिडियो हेर्ने मेरो फ्यान पनि खुसी के सहयोग गर्नुपर्छ नि होइन ल छुट्टिन्छु ल ल धन्यवाद बाई बाई ल अब अर्को नानी मैले यो छाता पुरानो छाता देख्नु भएन अहिले नै हटाइदिन्छु ल हटाइदिनु ल शुभ नाम के हो तपाईँको गोपाल दास हजुर ल साथीहरू 7 लाख फलोवर्स कम्प्लिट भएको पछिमा उहाँ बालाई मैले छाता उपहार दिएको छु अब पैसाभन्दा उपहार ठुलो हो अब आमाहरूलाई म यो साडीहरू पनि दिनेछु अहिलेसम्म फलो गर्नु भएको छ भने फलो नै गर्न सक्नुहुन्छ सल्लाह सुझाव दिनुहोस् मैले के गल्ती गरिरहेको छु अब मैले कस्तो काम गर्नुपर्छ कमेन्ट गर्नु होला है त।